ल अब 5 नम्बरको नियममा म जान्दैछु। कर्मचारीहरूले दैनिक जीवनमा सेवाग्राहीहरूसँग मानवीयताको व्यवहार गरी सेवा प्रवाह गर्न आफ्नो दायित्वलाई पुरा इमानदारी तथा वफादारीपूर्वक निभाउन अनिवार्य रूपमा निर्देशनको पालना गर्नुपर्नेछ। यसमा समर्थन हो कि होइन? 6 नम्बर, मासिक बैठक प्रत्येक महीनाको 3 गते र बिदा भएमा भोलिपल्ट बैठक राख्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण शाखाको कर्मचारीहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति हुनुपर्नेछ। यदि कुनै कारणवश उपस्थिति हुन नसकेमा लिखित रूपमा 1 दिन अगावै प्रशासन शाखाबाट स्वीकृति मात्र अनुपस्थित रहनेछ। अन्यथा तोकिएको समयमा 5 मिनट ढिलो भयो भने रु 500 अक्षरेपी 500 गाउँपालिकाको सञ्चित खातामा जम्मा गरी सोको भोचर प्रशासन शाखामा बुझाउनु अनिवार्य रूपमा नियम पालना गर्नुपर्नेछ। तपाईहरुलाई यसको बारेमा एकछिन कमेन्ट लेखेर राख्नुहोस्, यसमा हामी डिबेट गर्छौँ। होइन, अघि 6 नम्बरको लेखेर राख्नुहोस्। 7 नम्बर नियममा हाम्रो सम्पूर्ण शाखाहरूमा शाखा प्रमुख र सहायक कर्मचारीहरूको दैनिक कामकाजको प्रगति विवरण ढाँचामा भरी 1 हप्ताको कामको प्रगति विवरण फेरि अनुसार भरी शुक्रबार अपराह्न 2:50 बजे प्रशासन शाखामा बुझाउनु पर्नेछ। किनकि साथीहरू, यो 7 नम्बरको प्रस्तावलाई तपाईँहरू राम्रोसँग सुन्नु भएन। अलिक ध्यानपूर्वक सुनिदिनु, म अनुरोध गर्छु दुवै हातले। कुरालाई काट्ने र छाट्ने कुरा हो भने मिटिङभन्दा बाहिरी गर्नुपर्ने, नत्र यसै भित्रमा गर्छु, हामी समय दिन्छु। के भनेको कुराहरू बुझ्नु भएन तपाईँहरूले। सम्पूर्ण शाखाहरूमा शाखा प्रमुख र सहायक कर्मचारीहरूको दैनिक कामकाजको प्रगति विवरण ढाँचामा भरी 1 हप्ताको कामको प्रगति विवरण फेरि अनुसार भरी शुक्रबार बुझाउनु पर्नेछ। किनकि दण्डहीनता र पुरस्कृत गर्नको लागि मूल्याङ्कन हुनेछ भनी अनिवार्य रूपमा नियम पालना गर्नुपर्छ। यसको लागि हाम्रो शाखा यो गाउँपालिकाबाट बजेट पनि छुट्याएको छ। यस कारण साथीहरू गरेर देखाउनै पर्छ, त्यो कुराको मेरो अनुरोध छ। 8 नम्बरको नियममा मिति 2082 साल 12 महिना 4 गतेको निर्णय अनुसार गापा अन्तर्गत व्यवस्थापन र व्यवस्थापिका कार्यको अधिकार, सरुवा, बढुवा, विज्ञापन, म्याद थप, अवकाश समेत लगायत यस गापा अन्तर्गत रहेका सम्पूर्ण शाखाहरूको कामकाजको रेखदेख, आय व्ययको प्रगति विवरण र कर्मचारीहरूको दण्डहीनता र पुरस्कृत गर्ने अनुगमनका कार्यहरू समेत गर्ने गरी मात्र आर्थिक कारोबार छोडेर बाँकी कामहरूको अधिकार प्रशासन शाखा प्रमुखमा निहित रहने भनी निर्णय पारित भइसकेको हुँदा निर्देशन जारी गरे बमोजिम कामकाज गर्न गराउनु हुन सबै कर्मचारीहरूमा हार्दिक अनुरोध गरिन्छौँ। नियम पालना नभएमा 2082 साल 12 महिना 4 गतेको निर्णय नम्बर 6 मा 6 को अधिकार प्रयोग गरी कारबाहीको अगाडि बढाउने भई जाने बेहोरा अवगत गराउन चाहन्छु। साथीहरू, यो 8 नम्बरको नियम मैले पढेर सुनायो, त्यसबाट तपाईँहरू ध्यान आकर्षित र गम्भीर हुनुपर्छ। किन हामी जनताको सेवा गर्न आएको छु, यसमा गम्भीर हुनै पर्ने कुरा हो। र यस्तै अब 9 नम्बरमा यहाँ नेपाल सरकारको जनचाहना अनुरूप सेवाग्राहीहरूलाई सहज र सुलभताद्वारा कामकाजको छिटोभन्दा छिटो उपलब्ध गराउने भनी 1 द्वार प्रणालीको अवधारणा लिई यस नवरात्र गाउँपालिकाको तर्फबाट प्रशासन शाखाले
विधिको शासन वा प्रशासनको नियम बनाई सबै जनमानसमा जानकारीको लागि एक द्वार प्रणाली सार्वजनिक गरिएको बेहोरा सबैमा म हार्दिक अनुरोध गर्छु। सबैलाई म फेरि पुनः नमस्कार गर्छु। किन सायद यो नियमलाई फलो गर्नको लागि हामीले कडा परिस्थितिमा जानु पर्यो। त्यो कुरा किन यो प्रशासनको मेन हो, नियम हो। नियमलाई पालना यदि गरेन भने यसभित्रमा म पनि पर्छु। यो कारबाहीको र दण्डहीनता र पुरस्कृतको जिम्मेवारीमा म पनि पर्छु। त्यस कारणले मैले यस्तो प्रस्तुति गरेको हो। त्यसमा कुनै आपत्ति नहुनुपर्ने तर विचारबाट सम्झिनुपर्ने कुरा थियो। त्यसै कारणले मैले एउटा प्रस्तुति गर्ने बेलामा हाम्रो जुन हावभाव र भावनात्मक रूपले देख्नुभयो यो कडा प्रस्तुति गरेको छ, त्यो कुराले तपाईँहरूले पनि सम्झिनुहुन्छ कि तपाईँहरूको बिचमा माथमा मैले बसेका मान्छे हो र काम गरी बसेका छु। त्यस कारणले सबै साथीमा हाम्रो एउटा व्यवहार कस्तो हुनुपर्छ। साथीहरू, अब फेरि म मिन पोइन्टमा जानेछु। यो व्यवहार कस्तो हुनुपर्छ, कुन चिजलाई त्याग गर्नुपर्छ र कुन चिजलाई हामीलाई अपनाउनुपर्छ, त्यो कुराको विषयमा हामी अब जाँदैछौँ। यसमा पनि तपाईँहरू ध्यानपूर्वक दिनुहोला, किनभने यो कुरा तपाईँहरूले कहीँ कतै सुनेको होला या नहोला, तर आज मैले जुन अहिलेको नयाँ सरकारले ठुलो गरेछ त्यसको विधि र शासन पद्धतिको म कुरालाई म जानकारी गराउन चाहन्छु तपाईँहरूलाई। यहाँ सबभन्दा पहिले अपनाउनु पर्ने कुरा, त्याग गर्नुपर्ने कुरा सुन्नुहुन्छ कि अपनाउनु भने त्यो त्यसमा पनि रुचि हुन्छ सबैलाई। के सुन्ने साथीहरू, त्यसमा पनि हामी दुवै पहिला कुन सुन्ने, त्याग्नु पर्ने कुरा कि अपनाउनु पर्ने? त्याग्नु पर्ने। सबैको सहमत भयो, त्याग्नु पर्ने कुरा सुन्नु। आदरणीय मित्रहरू, यहाँ सबभन्दा पहिले के छ भने अहिलेको जुन सरकारले प्रगतिशील सरकार भनौँ न, यो सरकारको के अरे कामकाजको दृष्टिले भन्नुपर्ने हो भने सायद मलाई पनि अनुभव छ। 2048 सालदेखि नै हामी यो सत्ता संरचनाको, योभन्दा पहिला पनि 36 सालको मैले बुझेको छु, तर 48 सालदेखि हालसम्म जुन 82 सालसम्म भएको थियो त्यसको बारेमा, महत्त्वको बारेमा, त्यसको सरकारको सत्ता संरचनाको सञ्चालनको बारेमा सबै कुरा बुझ्ने सब विदित छौँ र सबैजनाले सायद जान्दै होला, तर नयाँ कर्मचारीहरूले नजाने होला भने त्यो कुराको एउटा अर्कै कुरा हो प्रसङ्गमा। तर यसबाट म धेरै खुसी छु। यो सरकारको कामकाज र वास्तविकता, मानव जिन्दगीमा मानवको सभ्यता संरचनाको कसरी संवर्धन गर्ने हो भने त्यस कुरामा हामी विश्वास छौँ। अब उहाँकै अनुरूप हामी यो सरकारकै अनुरूप यहाँ सबभन्दा पहिले आयो त्याग्ने कुराको लागि के दिएको छ भने रूढिवादी भन्नाले के बुझिन्छ? कन्जर्भेटिभ, ट्रेडिसनलिस्ट इङ्ग्लिसमा भनेछ। यसलाई इङ्ग्लिस भन्दा हामी नेपालीमा जाउँ भनेर इङ्ग्लिसको पुरानो विचारधारा, यता सुन्नु साथीहरू, रूढिवाद भनेको के हो? पुरानो विचारधारा, प्रथा वा परम्परालाई मान्ने, नयाँ परिवर्तन सजिलै स्वीकार गर्न व्यक्ति वा सोच, यस्तो सोचले समाजमा रहेका पुराना अन्धविश्वास वा रीतिथिमा बढी जोड दिन्छ। यसलाई के भन्छौँ हामी? रूढिवाद। यो रूढिवाद यो सरकारले के भनेछ भनेर यसको परिभाषा हजुरहरूको समक्ष मैले भनिदिएँ, बुझ्नुभयो कि न? त्यो कुरा हजुरहरूकै जानकारी होला, नत्र म फेरि पुनः बार म भन्दैछु। रूढिवाद कसलाई भन्नुपर्ने? पुरानै परम्परा सोचलाई अगाडि बढाउने प्रक्रिया
को रूढिवाद भनिन्छ। त्यसलाई यो रूढिवाद सबभन्दा पहिला हामीले के गर्नुपर्ने त्याग गर्नुपर्छ। ल सबै साथीहरूको हात ताली बजाएर त्याग गरौँ त। त्याग गर्नुको लागि भनेछ सरकारले र अपनाउनु र त्याग गर्नु यो शपथ ग्रहण जस्तो कुरा हामीले गरिरहेका छौँ। यो त कुरा सम्झिराख्नु न। अब आजदेखि हाम्रो यो रूढिवाद त्याग भयो भनेछ। दलीयगत राजनीति केले भनिन्छ? यता साथीहरू पर्सन पार्टी अफ पोलिटिक्स योलाई दलीयगत राजनीति भन्छ। त्यो दलीयगत राजनीतिको विश्लेषण के भनेछ? डिफिनेसन कुनै निश्चित राजनीतिक दलको विचार स्वार्थ वा सिद्धान्तमा आधारित राजनीति यसमा राष्ट्रिय हितभन्दा पनि आफ्नो पार्टीको फाइदालाई बढी प्राथमिकता दिनेछ, त्यसलाई दलीयगत राजनीतिक व्यवस्था भनिन्छ। तर कर्मचारीहरूलाई भनेछ त्योबाट बाहिरी रहेर यसलाई आफ्नो मनबाट निकालेर जनताको सेवा गर्ने भावना लिनुपर्छ। यो कुरा पनि निषेध गरिएछ। जो हाम्रो ओरिएन्टेसनको लागि विचार छ त्यो पनि हटाउनुपर्छ सबै साथीहरूलाई। किन हामी कर्मचारी जनताको सेवा गर्न आएको छौँ। अब रह्यो के त्याग गर्नुपर्ने कुरामा तेस्रो प्रतिशोध के भन्छ? भेन्जेन्स प्रतिशोधको भावना। अब प्रतिशोध भावनाको डिफिनेसन के हो भने त्यो कुरामा पनि हामी सुन्न ध्यान आकर्षण गराउन चाहन्छु। साथीहरू आफूले अलिकति शान्त बनाइदिनु साथीहरू। यस बिचमा कुनै आवाज आयो भने त्यो हामीले पनि अलिकति हुन्छ। किन हामी त्यागको तर्फ गएको छौँ। त्याग गर्ने सबभन्दा पहिला के बुझ्नुपर्छ? हाम्रो अहिलेको सरकारमा कसरी कस्तो अठोट र कस्तो साहस र कस्तो त्याग गरेर यो सरकार सत्ता सञ्चालन भइरहेछ। किन? मानव सभ्यता र समाजको काम गर्नको लागि। त्यसै कारणले म पनि यसै बिचमा मैले जुन ओरिएन्टेसनको तर्फ गइरहेछु यसमा पनि तपाईँहरूले बुझेर सम्झेर यस कुरालाई मनन गरेर अलिकति सतर्कतापूर्वक ध्यान अप्नाइदिनु हुन म अनुरोध गर्न चाहन्छु साथीहरू। यसमा यो हिचकिचाहट नमान्नु कि किन तपाईँहरूले नै बुझ्नुभयो त्याग गर्नुपर्छ। त्यसै कारणले म भनिरहेछु त्याग गर्ने के हो? प्रतिशोध। आफूलाई कसैले गरेको नराम्रो व्यवहार वा क्षतिको बदला लिने भावना वा कार्य कसैले हामी पुर्याएपछि उसलाई पनि त्यस्तै फिर्ता गर्ने इच्छा राख्छौँ। त्यसलाई के भन्छौँ हामी? प्रतिशोध। त्यस्ता प्रतिशोधको भावना राखी जनतालाई सेवा दिनको लागि हामी आएका छौँ साथीहरू। त्यस कारणले तपाईँहरू पनि सतर्क र सजग हुनुपर्छ। प्रतिशोधको भावना जहाँ जसले राखेको छ भने त्यो कर्मचारीमाथि भित्र नहुनुपर्ने। आम जनसमुदायमा छ भने त्यो सरकारले आफ्नो नीति र यसबाट त्यो सघाउँछ। तर हाम्रो भित्र नहुनुपर्ने त्यस्ता भाव लिएर हामी जनतालाई सेवा दिन्छौँ। त्यो कुरालाई म मनन गर्न सबैलाई म अनुरोध गर्न चाहन्छु। ल यसमा पनि ताली बजाएर समर्थन। अब त्यागको कुरा जहाँसम्म छ नेगेटिभ भावना जसलाई नेगेटिभ फिलिङ्स भन्छौँ हामी अङ्ग्रेजीमा। यसलाई के भन्नुहुन्छ? सबैलाई थाहा छ यस बारेमा। तर त्यही पनि हाम्रो आफ्नो मुखबाट भन्नुपर्नेको कारण के हो? सबैले त्याग गर्नुपर्ने कुरा हो। त्यस कारण हामी भनिरहेका छौँ साथीहरू। यसभित्र हलभित्र हामी यता सुन्नु दिनेश, म धेरै शक्तिको मान्छे हो। बरु म पनि यस भित्र पर्छु भने म खुटुक जान चाहन्छु। तर प्रशासनिक कामकाजमा किन हामी 10 बजेतिर अफिस र प्रशासन सेवा र कुनै कार्यक्रम र कुनै मिटिङ तहत हलमा आउँछु भने यस्तो के अरे खेलबाड गर्ने कुराबाट एउटा मिटिङलाई गर्नुपर्ने हो। त्यसको लागि हामी समय दिने एउटा यति अमूल्य समय किन सबै कार्यालयहरू बन्द गरेर सबै जनतालाई हामी दुःख दिएर यस मिटिङ हलमा आएको छु। तर तपाईँहरूले के गर्नुहुन्छ? अलिकति कति मिनटको कुरा हो हामीले सघाउँछौँ छिटै कि छिटै। तर त्यसमा तपाईँहरू एउटा अनुशासन र मर्यादाको पालन गर्ने कुरा होइन। यसमा अनुशासन प्रशासन र विधि र यी सबै कुराको छ। तर यो कुरा तपाईँहरू सबैले जानिरहेछ। तर यही लापरवाहीको कारणले गर्दाखेरि देशमा यस्तो तिथि र व्यतिथिको कारणले गर्दाखेरि अहिले कतिको
एकदम आनन्दसँग कतिपय कुवावासी गरिरहेको छ। यही कारणले गर्दाखेरि हामीहरू जुन सेवा गरेर आएका छौँ नि, यसभित्र कानुनले यति प्रबन्ध मिलाएको छ, जुन बेला तपाईँले प्रशासनिक केन्द्र कानुनको विधि र शासन पद्धतिलाई फलो गर्न सकेन भने तपाईँले यो काम छाडेर जानुपर्छ। अनि अर्को पुनः यसमा भर्ना हुन्छ। यसमा विगतको आपत्ति कसैको छैन। यो कुरा के सरकारले सुरु गरिदिएको छ। साथीहरू, म पुनः अनुरोध गर्न चाहन्छु, यस्तो कुरा नगरौँ। यो अलिक ध्यानपूर्वक सुनिदिनु हुन म अनुरोध गर्न चाहन्छु। किनकि हाम्रो यहाँ कर्मचारीहरूभित्रमा सेवाग्राहीसँग र जनतालाई सेवा दिने र कार्यालयको अनुशासन प्रशासन मर्यादाहीन गरेका व्यक्तिहरू पनि भित्रै छ। तर उहाँ साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, यस्ता प्रक्रिया नअपनाओस्। त्यसकारण तपाईँहरू अलिकति मेरो कुराबाट चित्त दुख्नु होला, तर म यो दुख्ने कुराबाट सबैसँग म अनुरोध गर्छु र क्षमा प्रार्थी छु। तपाईँहरूले नै बनाइदिनुहुन्छ। यस्तो ओरिएन्टेसन भएको बेलामा यस्ता किसिमले नजाओस्। शान्तिपूर्वक बनाएर ध्यानपूर्वक सुनिदिन म अनुरोध गर्न चाहन्छु। ल, धन्यवाद साथीहरू। म अब सहजता र सरलताको रूपमा जाँदैछु। किनकि अब हामीले कस्तो किसिमले जनतासँग व्यवहार गर्नुपर्छ। समसामयिक सम्बन्ध के छ भने कन्टेम्पोरेरी रिलेसन। अरे हाम्रो कन्टेम्पोरेरी रिलेसनसिप बनाउनु पर्ने। यसलाई के भन्नुपर्छ? वर्तमान समय वा अहिलेको परिवेशमा रहेका आपसी सम्बन्धहरू, यसले आजको समयमा मानिस समाज वा राष्ट्रबीच कस्तो खालको सम्बन्ध छ भन्ने कुरालाई बुझाउँछ। त्यसलाई समसामयिक सम्बन्ध भनिन्छ अहिलेको परिवेशको। त्यसकारण साथीहरू, यो कुरालाई हामीलाई के गर्नुपर्छ? अपनाउनु पर्छ। कुरा बुझ्नुभयो? समसामयिकलाई अपनाउनु पर्छ। अब हामीले कहाँ जानुपर्छ? मिलेर, एक आपसमा मिलेर, वर्किङ टुगेदर, मुतल कर्पोरेसन, यसलाई एक आपसमा मिलेर जानको लागि हामी के गर्नुपर्छ? आपसी मेलमिलाप र सहयोगका साथ काम गर्ने तरिका। कुनै पनि काम सफल पार्न सबैजना एकजुट भएर अगाडि बढ्ने प्रक्रियालाई एक आपसमा मिलेर जाने कुरालाई सम्झिन्छौँ। त्यस कारणले अब हामीलाई त्यसतर्फ पनि जानुपर्छ, ध्यान दिनुपर्ने कुरा हो। र सार्वजनिकीकरण, यहाँ पब्लिकेसन गर्नुपर्ने। कुनै कुरालाई सबैको जानकारीको लागि सार्वजनिकीकरण गर्ने काम हो। लुकेको वा गोप्य कुरालाई सर्वसाधारणले थाहा पाउने गरी बाहिर ल्याउनुपर्छ। अबको सरकारले जुन हाम्रो निर्देशन जारी गर्नु भएको छ कामकाजको अनलाइन सिस्टम डिजिटाइजेसन, त्यसमा हाम्रो जुन कुरा, जुन कामकाज दिनचर्यामा दैनिक प्रगतिमा हुन्छ, त्यो सबै अब अनलाइनबाट नै हेरिन्छ र सबैले बुझ्ने गरी गर्नुपर्छ। किन? अहिले कार्यालयमा आउँछ भने सूचना माग्छ मान्छेले, तर त्यो सूचना के हुन्छ? 10 दिन 15 दिन पछि दिनुपर्ने कुरा हो। तर अब यसमा कार्यविभाजन र कार्यकामको कर्तव्यको अधिकारबाट यो प्रयोग हुनुपर्छ। अब नयाँ साल, अहिले त अब 10-15 दिन बाँकी छ, 12-13 दिन। अब नयाँ आउँदो वैशाखबाट 1 गतेबाट तपाईँहरूले यो सुन्नु होला, कुन काम कुन भयो त्यसको सूचना र त्यसको विवरण माग्न आएमा सिधै जनताले डाइरेक्टिभ दिनुपर्छ। यसमा यदि लुकाछिपी भयो भने, यसमा कुनै प्रकारको अपारदर्शिता भयो भने कारबाहीको पनि जिम्मेवारी हुन्छ। साथीहरू, सायद तपाईँहरूले लाग्छ कि हाम्रो कामको दिनचर्या र दैनिक गतिविधिको बारेमा रिपोर्टिङ भए तापनि हामी जनतासँग त्यति रिलेटेड छैन भनेर त्यो कहीँ कतै नसोच्नु होला। जुन शाखामा, जुन ठाउँमा, जुन काम कर्तव्य अधिकार बोकेर तपाईँहरू बस्नु भएको छ, त्यहाँ पनि लागु हुन्छ। यो प्रशासनिक शाखामा र यो गाउँपालिकामा हुन्छ त्यो कुरा होइन। सबैको दायित्व र सबैको अधिकार एक नासकै सम्झिनुपर्छ। कर्मचारी हो हामी। पशु सेवामा है लापरवाही गरिदियो भने, पशुलाई गलत सुई इन्जेक्सन लगाएर दियो भने त्यो पनि छुटिन्छ, त्यो कुरा हुँदैन। यो मानवको लागि हो भने त पशुमा पनि गइदिन्छ, कृषिमा पनि गइदिन्छ, स्वास्थ्यमा जाने कुरा होइन, सबैमा पर्छ त्यसको असर। त्यस कारणले सबैलाई सतर्कतापूर्वक, ध्यानपूर्वक त्यसमा गम्भीरता रूपले यो कुराहरूलाई सिक्नको लागि म अनुरोध गर्न चाहन्छु। सार्वजनिकीकरण गर्नको लागि सबै सेक्टरबाट
गर्नुपर्छ। हाम्रो जुन जति शाखा उपशाखाहरू छ, कर्मचारीहरू छ, कामकाजको दैनिक विवरण प्रगति जुन छ त्यसको पनि हामी के अरे काम प्रगति विवरणको पेरिज बनाएर ढाँचा राखिदिएका छौँ। अब आइतबारदेखि शुक्रबारसम्मको त्यो भरेर, जस्तै कि हामी एउटा उदाहरणको लागि भन्न चाहन्छु, वाडा कार्यालयको सचिवज्यूले के गर्नुपर्छ, जस्तै कि पञ्जीकरणको 5 वटा छ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सम्बन्ध विच्छेद र बसाइसराई र घर बाटो, जन्म प्रमाणित, नाता प्रमाणित, 4 किला, अन्य सिफारिस जे जति छ त्यो सबैलाई विवरणमा नाम उल्लेख गरिदिने, सङ्ख्यागत राखिदिने, जम्मा जोड सङ्ख्या राखिदिने, अनि त्यसपछि 7 दिनको कति भयो त्यो देखाउनु पर्ने कुरा हो। यति सिफारिस भयो, यति यो सङ्ख्यागतमा भयो, यही हो कामको प्रगति विवरण, त्यो देखाउनै पर्छ र त्यसलाई अनलाइन गरेर देखाउनु पर्ने कुरा हो। अनि के अरे सबैलाई बुझ्नको लागि त्यो प्रगति विवरण सबै शाखामा जान्छ। कार्यगत शैली आफ्नो आफ्नो फरक छ, तर विवरण सूची र ढाँचा उस्तै प्रकारको हुन्छ जसमा आफ्नो कार्यालयको विषयवस्तुसँग रिलेटिभ अनि त्यो नामावली लेखेर, कामको सङ्ख्या लेखेर, आजको दिनमा यति प्रगति भयो त्यसको जम्मा 7 दिन शुक्रबारको दिन दिनै पर्ने कुरा हो। त्यसमा कतै कहीँ हिचकिचाहट भयो भने दण्डहीनता र पुरस्कृतको ऐन जारी गरेको छ, त्यस मुताबिक हामीलाई जानै पर्छ। यदि हामी पनि काम गर्न सकेनौँ भने मलाई पनि कुर्सीमा बसेर यही ठाउँमा बस्नुपर्छ, त्यो कुरा छैन। त्यस कारणले यसमा सजगता र सतर्कता अपनाउनै पर्ने कुरा हो। अब यहाँ साथीहरू, अब अपनाउने पर्ने कुरामा हामी 3वटा बुन्दाले भनिदिएको भयो। अब अर्को एक द्वार प्रणाली कसलाई भनिन्छ, हामी सबभन्दा पहिला यो कुरा बुझ्नु पर्ने थियो, तर बिचमा हाम्रो के भयो, अलिकति डिस्टर्बको कारणले गर्दाखेरि पहिले त्यो पन्नामा झुकिएर अर्को पन्नामा ल्याइदिए। एक द्वार प्रणाली अब हामी लेखेर राखेका छौँ नि, यो सरकारको पद्धति हो, नियम हो, फलो गरेर त्यतिकै मौखिक बोल्न पाइँदैन नि। त्यस कारणले अलिकति जुन हाम्रो कमी कमजोरी छ भने त्यो लुकाएर हामी भन्दैनौँ, सामने भन्न चाहन्छु। किन हामीसँग त्यस्तो भइदिए, मैले भनेको थिएँ त्याग गर्नुपर्ने कुरा, अब अपनाउनु पर्ने कुरा थियो। यसै बिचमा हाम्रो के अरे पेपर अपनाउनु पर्ने कुरा आइसकेको थियो। आदरणीय साथी, आदरणीय कर्मचारी मित्रहरू, म पुनः अनुरोध गर्न चाहन्छु, तपाईँहरूको ध्यान केही भट्केको होला, त्यसलाई आकर्षण गर्न चाहन्छु। एक द्वार प्रणाली, ओन डोर ओन सिस्टम। ओन डोर सिस्टम भन्नाले एकै द्वार भन्नाले बुझिन्छ, तर एकै द्वार के हो, कहाँ हुन्छ एकै द्वार, त्यसको बारेमा पनि बुझ्न सकिनुपर्छ। एक द्वार कसले भनेको छ, राज्यको, देशको विधि र पद्धति, इन संरचना जुन छ त्यो अहिले के छ भने एक अर्कासँग बाँधेको छ, तर त्यसलाई छुटाएर अब एउटा सिस्टममा ल्याउनको लागि सरकारले नीति बनाउँदै हुनुहुन्छ। तर त्यही अनुरूप हामीले गर्ने कुराहरू काम गर्नको लागि अगाडि कसरी बढ्नुपर्छ त्यसको बारेमा अलिकति संक्षिप्तमा पनि बुझिदिनु पर्यो। तर हुनेवाला कामलाई हामी गर्नै पर्छ। यसको बारेमा के भनेछ, एक द्वार प्रणाली, ओन डोर सिस्टम भन्नाले कुनै पनि सेवा वा सुविधा प्राप्त गर्नका लागि धेरै ठाउँमा धाउनु नपर्ने गरी एउटै ठाउँमा काउन्टरबाट सम्पूर्ण प्रक्रिया हुने व्यवस्थालाई एक द्वार प्रणाली भनिन्छ। यसले झन्झट घटाउँछ र समयको बचत गर्छ। आदरणीय मित्रहरू,